भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन। नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईलाई स्वागत छ। प्राविधिक साथी मनोज विष्ट र सशिन्द्र गौतमका साथ म अच्युत घिमिरे आजको एकल कविता वाचन लिएर आइपुगेको छु। एकल कविता वाचनमा हामी हरेक हप्ता एक कविका साथ आउँछौं, उहाँका कविता सुन्छौं र उहाँसँग कुराकानी गर्छौं। आज मसँग भोजपुर दिङलामा जन्मिनुभएका कवि सबिन लम्साल हुनुहुन्छ। कविता लामो समयदेखि लेख्नुहुन्छ, नेपालीमा स्नातकोत्तर सक्नुभएको छ। सबिनजी, तपाईलाई स्वागत छ। धन्यवाद। लामो समयदेखि लेख्नुहुन्छ सम्म भने कविता कहिलेदेखि लेख्नुहुन्छ? म कविता 61-62 सालदेखि लेख्छु। लेखिरहनु भएको छ अहिले? हजुर, अलिअलि लेख्छु, पातलो पातलो लेख्छु। किन लेख्नुहुन्छ भने ठाडो क्वेसन हुन्छ कि? त्यो मनको बह मेटाउनलाई लेख्छु। मनको बह एकदम भरिएर आएपछि कविता लेख्दैपछि मेटिन्छ? हजुर, कवितामा प्रस्तुत गर्छु। एउटा पहिलो कविता सुनेर अनि हामी अरू कुराकानी गर्छौं। कुन राख्नुहुन्छ? हुन्छ, म इतिहास ढलियो भन्ने शीर्षकको कविता पढ्छु। हजुर। आज पिँढीमा बसेर मेरी बुढी आमा हाम्रो पुरानो घरको तस्बिर हेर्दैछिन्। हो, हाम्रो त्यो पुरानो घरको, पुर्खाको घरको, जुन घर 1872 को महाभूकम्पले चर्काएको थियो, भत्काएको थियो, छिया छिया पारेको थियो। हाम्रो पुरानो घर, हाम्रो पुर्खाको घर, हाम्रो गौरवको गजुर हाम्रै आँखा अगाडि गर्लम ढालियो। सुनको त थिएन, छन त हिराको पनि थिएन, तर हाम्रा पुर्खाको तातो रातो रगतको थियो हजुर, हाम्रो इतिहासको गजुर। आज सब चुपचाप छन्, तर म कराउँदैछु, चिच्याउँदैछु, बरबराउँदैछु हजुर। षड्यन्त्रपूर्वक ढालियो हाम्रो स्वाभिमानको गजुर, अनि हाम्रै माटोमा, हाम्रै दाउराले, हाम्रै आँखा अगाडि दन्दनी बालियो हजुर, हाम्रो इतिहासको गजुर। आज मेरो पहिचान ढलियो, वीर गोर्खालीको शान ढलियो, सदियौं पुरानो गाथा ढलियो। हेर्दा हेर्दै उच्च शिखर सगरमाथा ढलियो, शिरमा लड्किएको ढाका टोपी ढलियो, टोपी ढल्दा मेरो उच्च शिर ढलियो, शिरसँगै मेरो देशको तस्बिर ढलियो। हेर्दा हेर्दै आज ढल्यो 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 हजुर, मेरो देशको इतिहास ढल्यो। हाम्रो खुकुरीको वीरता छिलायो, बाको दौरा सुरुवाल च्यातियो, दिदीको चौबन्दी चोली च्यातियो, आमाको 12 हाते पटुकी च्यातियो। अहिले आमा रुँदैछिन्, चिच्याउँदैछिन्, गुहार माग्दैछिन्, तर आमाको चित्कार कसैले सुनेनन्। म पनि आँसु झार्दै विवश छु हेर्न टुलु टुलु आमाको यो उदङ्गो शरीर। आज फेरि कोही मेची सुकाउँदैछन्, कोही छङ छङ बगिरहेको महाकाली रुगाउँदैछन्। हाम्रा पुर्खाले आर्जेको रहल पल इतिहास मेटाउँदैछन्। पुर्खाको पौरख कसरी म हेरौँ, पराईको पैताला मुनि ढल्यो 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 हजुर, मेरो पहिचान ढल्यो, हाम्रा पुर्खाले आर्जिएको इतिहास ढल्यो। अब त क्रान्ति पनि गलियो, सदा सदाका लागि शान्ति पनि ढल्यो, मानवता ढल्यो, भातृत्व ढल्यो, मनको मालिक ढल्यो, गौतम बुद्धको शालिग ढल्यो, टिस्टा र काङ्गडा त ढल्यो ढल्यो। आज 10 गजा, सुस्ता र लिपु पनि ढल्यो 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 हजुर, मेरो देशको इतिहास ढल्यो। रचेर षड्यन्त्र गरेर तन्त्र मन्त्र बनाएर अनेकन यन्त्र, रचेर षड्यन्त्र गरेर तन्त्र मन्त्र बनाएर अनेकन यन्त्र, छल कपट गरिँदैछ आज। दुर्दशा हेर्न नसकेर शहीदहरू सम्झेर नाति पिटेर छाती धरधरी रुँदैछन् आज। आफ्नै अङ्ग रेटेर बुद्ध अञ्जुलीमा लिएर रातो रगत टेकेर खुकुरीको धारमा गर्दैछन् नित्य कर्म, ध्यान र जप। आदिकवि र महाकवि पनि भाँचेर कदम च्यातेर किताब घोटेर झुलो चकमक जलाउँदैछन् सब। कोखाईको लयमा तर्साउँदै फकाउँदै झुलाउँदै र फुलाउँदै देखाएर आस यहाँ खोसिँदैछ घाँस, एक एक गरी ढालिँदैछ हजुर, मेरो देशको इतिहास ढल्यो 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 हजुर, मेरो देशको इतिहास ढल्यो। धन्यवाद। बडा रमाइलो। यो कविता कहिलेतिर लेख्नु भएको थियो? यो कविता मैले कीर्तिपुरमा एउटा कविताको प्रोग्राम भएको थियो, त्यतिखेर चाहिँ यो 71 सालतिर लेखेको, 71-72तिर। सन्दर्भ चाहिँ त्यो कविताको प्रोग्रामको लागि लेख्नु भएको अवस्थामा थियो कि केले झस्कायो तपाईँलाई? त्यो कविता प्रतियोगिता थियो, त्यो प्रतियोगितामा अब भाग लिनु पर्यो भनेर, कविता लेख्नु पर्यो भनेर त्यही सिलसिलामा लेखेको कविता। कविता कतिको लेख्नुहुन्छ, कतिको फ्रिक्वेन्टली? कविता त्यस्तो धेरै बाक्लो लेख्दिनँ, पातलो पातलो लेख्छु। कति पुग्यो होला नि त 60-61 सालदेखि अहिलेसम्म? सबै सङ्कलन गरिएन होला पनि? सङ्कलन भएका कविताहरू 50 भन्दा माथि होला। सङ्ग्रह निकाल्नु भएको छैन? छैन। तपाईँ मेजर नेपाली पढेको विद्यार्थी होइन? नेपाली विषय पढ्दा कविताको त छुट्टै विषय हुन्छ क्यारे? कविताको विषय हुन्छ, कविताहरू धेरै पढ्नुपर्छ।
कस्तो हुन्छ त्यो? त्यसले चाहिँ लेखनमा पनि टेवा पुर्याउँछ कि त्यसले विधालाई बुझ्ने मात्रै मद्दत गर्छ? हाम्रा शिक्षाहरू कतिका व्यावहारिक छन्? शिक्षाहरू अब यो साहित्यको सन्दर्भमा चाहिँ साहित्यिक विधाहरू पढ्दाखेरि चाहिँ त्यो उत्प्रेरणा जाग्छ, मैले पनि यस्तो लेख्न सकेँ त भन्ने जस्तो चाहिँ आउँछ मन। अरूका कविता पढ्दै जाँदाखेरि मेजर नेपाली पढिसकेपछि तपाईँले अरूका कविता पढ्ने हेर्ने एङ्गल फरक भयो कि भएन? पहिला हेरेको त्यही कविता पछि पढेर बुझ्ने भएपछि? पछि यो समालोचना बुझ्न थालेपछि र साहित्य समालोचना पढ्न थालेपछि चाहिँ पहिलाको भन्दा पछिको बुझाइमा धेरै फरक भयो। कुनै साहित्य आफूले पहिला हेरेको आँखा र समालोचकले लेखिदिइसकेपछि हेर्ने आँखा फरक पर्छ? फरक पर्छ। भनेपछि समालोचनाको त ठुलो महत्त्व रहेछ। ठुलो महत्त्व हुन्छ। आफूले के भावमा लेखेको हुन्छ, के विषय सोचेर लेखिरहेको हुन्छ। अब समालोचकमा चाहिँ अब त्यो साहित्यमा कवितामा त झन् धेरै अर्थ जान्छन्, व्यङ्ग्यात्मकसम्म पुग्छ, तबसम्म पुग्छ। त्यो हुँदाखेरि समालोचकले आफूले नसोचेको ढङ्गबाट पनि हेरिरहेको हुन्छ। अर्को एउटा कविता सुनाउनु न सबिनजी। अर्को एउटा म अब यो प्रेमिकालाई फगाउँदैछु। मुस्कुराउनु प्रिय। आज मलाई मेरो सफा सेतो र स्निग्ध सगरमाथा हेर्न मन लाग्यो। आज मलाई सेतो सफा र स्निग्ध सगरमाथा हेर्न मन लाग्यो। पूर्णिमाको जुनलाई यो अङ्गालोमा बेर्न मन लाग्यो। अनि मकालीको काखमा जुनसँगै खेल्न मन लाग्यो। मुस्कुराउनु प्रिय। औँसीको रात जस्तो तिम्रो मुहार देख्दा, औँसीको रात जस्तो तिम्रो मुहार देख्दा कञ्चनजङ्घा चाइनातिर सरे जस्तो लाग्छ। अन्नपूर्णको काखमा आफै मरे जस्तो लाग्छ। मुस्कुराउनु प्रिय। मेची र महाकाली तिम्रा नयनबाट बग्दा, मेची र महाकाली तिम्रा नयनबाट बग्दा कोशी गण्डकी र कर्णाली सुके जस्तो लाग्छ। माछा पुछेर हेर्दै फेवा तलमा बसी रुने इच्छा जाग्छ। मुस्कुराउनु प्रिय। बरपिपलको काखमा प्रेमिकाको साथमा हेर त हामीलाई हेरेर त्यो डाँफे चरो नाच्दै नाच्दै भाग्छ। ओइलाएको यो जीवन फुल तिमी हाँस्दा जाग्छ। मुस्कुराउनु प्रिय। धन्यवाद। यो चाहिँ कहिले लेख्नुभएको थियो? यो चाहिँ मैले अहिले अगाडि नै लेखेको, यो 66-67 सालतिर लेखेको। कतिपय नेपाली पढ्ने साथीहरू छन्दमा कविता लेख्न रुचाउनुहुन्छ, तपाईँ गद्यमा लेख्नु हुँदो रहेछ। यो म चाहिँ मेरो कमजोरी भनौँ या के भनौँ, म छन्दको बन्धनमा भावलाई समेट्नै सक्दिनँ। जान्नु त हुन्छ, अलिअलि जान्दछु, बुझ्नुहुन्छ। तपाईँहरूले नेपाली पढ्दाखेरि छन्दका कुरा नि पढ्नुपर्छ, छन्द मजासँग पढ्नुपर्छ। छन्दमा एक्सप्रेस गर्न बाँधिन्छ जस्तो लागेर यसमा सजिलो हुने? हजुर, त्यो र मैले भने मैले भावहरू छन्दको बन्धनभित्र समेट्नै सक्दिनँ। अरूका कविता कतिको पढ्नुहुन्छ नि? कविता पढ्छु। कसका पढ्नुहुन्छ? अहिलेका समकालीन कवि साथीहरूदेखि लिएर अगाडिका अब आदिकवि भानुभक्तदेखिका लिएर देवकोटादेखि लिएर हाम्रा सबै कविहरूको प्राय नाम सुनेका कविहरूको कविता म पढ्ने गर्छु। कवि सबिन लम्साल भोजपुर दिङलामा जन्मिनु भएको, अहिले कीर्तिपुर बस्दै हुनुहुन्छ हो? हजुर। अब अर्को कुन सुनाउनुहुन्छ त कविता? अब म एउटा बुढो घर भन्ने कविता सुनाउँछु। कविताको शीर्षक छ बुढो घर। बारीको ठुलो काँलो सम्याएर, गल्लीका दर्शने ढुङ्गा उसारेर, काँधको छाला खुइलिउन्जेल खुइ खुइ गर्दै त्यो नाक ठोक्किने उकालोमा काँचो सखका खम्बा बोकेर मेरा बाले बनाएको त्यो बुढो घरमा जब म जन्मदै थिएँ, हो त्यति नै बेला प्रसव व्यथामा मेरी आमा छटपटिँदै गर्दा यो धरतीसँगै कापेको थियो थरथरी मेरा बाले बनाएको त्यो बुढो घर। आमाका चाउरी पर्दै गएका हातहरूले कालो माटोका डल्ला बनाएर रातो माटोले पोतेर हरियो गोबरले लिपेर उठाएको त्यति बेलाको म जत्रै त्यो आँटमाथि फाटेको गुन्द्री ओछ्याएर बसेकी आमाको न्यानो काखमा एक गिलास काली भैँसीको दुध एकै सासमा पिएर आमाका सपनासँग साउदी गर्दै पर्लक्क पल्टिँदा दिनभरि बाख्रा चराउँदा थाकेको ज्यानमा आमाका ती बुढेबुढीले खसिँदै गएका नङहरूले ठुङ्गान्दै गर्दा बाको कृष्ण र सुदामाको कथासँगै साह्रै छिटो असाध्यै मिठो निन्द्रा पर्थ्यो मेरा बाले बनाएको त्यो बुढो घरमा। मेरी दिदीले अर्हुनको गडतिरबाट भालेको डाकमा बोकेर ल्याएको बाह्रबारी त्यो लामो परालले छाएको छानो साउने झारीमा साँझ रसाउँथ्यो तप तप। तल पहरामा ढुङ्गाको कापबाट चिसो पानी रसाए जस्तै गरी तप तप। यति बेला मलाई यस्तो लाग्छ त्यतिखेर मेरो घरको छानो चुहिएको थिएन, माथि स्वर्गबाट अमृतको वर्षा भएको थियो मेरा बाले बनाएको त्यो बुढो घरमा। म पढ्दै गएँ अनि पढ्दै गएँ। गाउँबाट मलाई सहरसम्म जोड्न मेरा बा आमा र दिदीले खनेका प्रत्येक खुड्किला म प्रत्येक साल चढ्दै गएँ र जब म यो सहरमा आइपुगेँ
अनि यो सडेको मस्तिष्कको कालो कुनामा कोचेर बा आमा दिदी र गाउँलाई म यो भ्रमभित्रको सपनाको संसारमा रुमलिँदै थाहै भएन कतिखेर सडे म त सडिसकेछु। 16 वर्षसम्म 1600 तामा आकाश छुन लम्किएर छिपिँदै जाँदा नुहाउँदै गएको हेरेको म त्यो बाँसको टुप्पो नुहे जस्तै गरी नुहाउन सकिनँ। आज सम्झन्छु मेरो विदाईमा आफ्ना बुढा हातहरू हल्लाउँदै रोएको थियो मेरो बाले बनाएको त्यो बुढो घर। बा आमा तिमीहरू दुवै मिलेर लगाइदियौ नि पखेटा, चढाइदियौ नि खुड्किला। हेर त टुप्पामा पुगेर उडे तिम्रा बचेराहरू, थुर झर्न थालेको तिम्रो बुढो रुख र तिम्रो थोत्रो गुण छाडेर कहिल्यै नफर्किने गरी उडे। बसेकै थियौ बुढा र बुढी मात्रै गन्थन मन्थन गर्दै, घुमेकै थियौ करेसाबारी छमछम छुमछुम गर्दै, पकाएर खाएकै थियौ जसो तसो धन्न धुनधुन गर्दै मेरो बाले बनाएको त्यो बुढो घरमा। सुमधुर लयमा सुनौला आशा बोकेर आउने बिहानी, पट्यार लाग्दा दिन अनि निष्पट्ट रातहरू वृत्तकारीय रेखामा घुम्दै थिए। यता म पनि सहरमा बा भइसकेको थिएँ। बोध गर्न थालेको थिएँ जिम्मेवारी, बुझ्न थालेको थिएँ मातृत्व र ममता, झस्कन थालेको थिएँ सम्झेर गाउँ, बुढो घर, बुढा बा र बुढी आमा। 81 धरती मन्थन भएर आयो अनि उता मेरा बा र आमा दुवैलाई साथैमा लिएर गयो मेरा बाले बनाएको त्यो बुढो घर। धन्यवाद। बडा रमाइलो बुढो घर शीर्षकको कविता यो। हजुर, लामो पनि रहेछ। लामै छ। यो चाहिँ कुन सन्दर्भमा यो भुइँचालोको सन्दर्भमा लेखेको कविता मैले। ए त्यति बेला? हजुर, 72 सालको भुइँचालो गएपछि लेख्नु भुइँचालो भएको। गएपछि। कहाँ हुनुहुन्थ्यो त्यति बेला? त्यतिखेर म यहाँ कीर्तिपुरमै थिएँ। डर लाग्यो? डर लाग्यो, पालमा सुति 1-2 दिन। बडा यो भुइँचालोले पनि धेरै चिजमा साहित्यको धेरै चिजलाई उजागर गरेको छ, साहित्यको लागि विषय पनि बन्यो र एक किसिमको फरक सम्वेक पनि यति बेला प्रकट भए सबैका। हजुर, एउटा भुइँचालोले एउटा संवेदना जगायो कवि मनमा भनौँ। कवि मनमा संवेदना जगायो। बडा मिठो गरी एक शब्दमा भनिदिनु भयो। तपाईँले कविता बाहेकहरू के विधामा लेख्नुहुन्छ? म गजल लेख्छु, निबन्ध पनि लेख्छु र नाटक पनि अलिअलि लेख्छु। ए नाटक अलिअलि तपाईँको कविता पढ्ने शैली चाहिँ त्यो नाटक मञ्चन गर्दाखेरिको संवाद जस्तो जस्तो पनि झनक मैले पाएको थिएँ त्यस्तो त छैन होला कलाकारिता? त्यो प्रभाव परेको हुनसक्छ। मैले 2टा नाटक लेखेर गाउँमा मञ्चन गरेको थिएँ आफैले निर्देशन गरेर, केही प्रभाव परेको पनि हुनसक्छ। त्यस यता फेरि राजधानीतिर पसिसकेपछि त्यो क्रम छ कि छैन? छैन। त्यो गाउँमा हाम्रो दसैँ तिहार चाडबाडको बेलामा सबै बाहिर भएको साथीभाइहरू भेला हुन्छौँ अनि साहित्यिक प्रोग्रामहरू गर्छौँ। त्यतिखेर चाहिँ मैले 2टा नाटक लेखेर चाहिँ मञ्चन गरेको थिएँ निर्देशन। मौका पऱ्यो भने पनि त्यस्तो गरिन्छ? गरिन्छ गाउँमा गएको बेला। दिङलामा त्यस्तो कार्यक्रमहरू हुन्छन्? अलिअलि भइरहेको। साहित्यिक रुचिका साथीहरू हुनुहुन्छ? हजुर, हुनुहुन्छ। त्यताको साहित्यिक गतिविधि कस्तो थियो र तपाईँलाई साहित्यिकमा रुचि गरायो? साहित्यमा जब साहित्य चाहिँ मलाई जीवनका मोडहरूले नै भावुक बनाएर साहित्य लेखनतिर उत्प्रेरित गरेको हो। मलाई जीवनमा विभिन्न मोडहरू आए, घुम्तीहरू आए, तिनै मोडले साहित्यिक बनाए जस्तो लाग्छ। तर पनि ल्याकतमा आउनको लागि त फेरि केही परिवेशले पनि साथ दिन्छ नि? परिवेश त साहित्यिक परिवेश नै थियो। त्यसपछि अब विषय नेपाली लिएर पढ्दै गइयो, त्यसले पनि थप ऊर्जा प्रदान गर्यो। त्यसैले कविता लेखनतिर लाग्यो। मनमिल्ने साथी को हुनुहुन्छ जसलाई कविता लेख्ने बित्तिकै सुनाउन सकियोस्? त्यसरी लेख्ने बित्तिकै सुनाउने साथी त अहिले हुनुहुन्न, तर मेरो साथी छ रुममा, उसलाई सुनाउँछु अलिअलि कहिलेकाहीँ। प्रतिक्रिया दिनुहुन्छ? प्रतिक्रिया राम्रै आउँछ। अनि त्यस्तै माहौल भयो भने मात्रै सुनाउँछु, नभए म हतपत सुनाइहाल्नु जस्तो लाग्दैन। मञ्चहरूमा सुनाउनु भएको छ राजधानीमा? राजधानीमा मञ्चहरूमा सुनाएको छु अलिअलि। कहाँको प्रोग्राममा जानुहुन्छ? म यो ज्योति साहित्य प्रतिष्ठानबाट मरिराज सिंहले बोलाउनुहुन्छ कहिलेकाहीँ, उहाँको प्रोग्राममा जान्छु। अनि थाहा पाएँ भने कतै कतै कहिलेकाहीँ जान्छु, धेरै जाँदिनँ। ज्योति साहित्य कहाँ छ यो? यो अनाम नगरमा छ। त्यहाँ भइरहन्छ? हजुर, कहिलेकाहीँ हुन्छ, उहाँले खबर गर्नुहुन्छ अनि कहिलेकाहीँ जान्छु। सुनाउने सुन्ने? सुनाउने सुन्ने। त्यो क्रमले चाहिँ लेखनमा निखार पनि ल्याउँछ होला अरूको हेर्दाखेरि कि कस्तो हुन्छ? लेखनमा निखार ल्याउँछ, किनभने मैले त्यहाँ सुनाउँदाखेरि धेरै साथीहरूले नि सुनाउनुहुन्छ, कविले सुनाउनुहुन्छ, अरू सबैको सुन्न पाइन्छ, सहिली सुन्न पाइन्छ। अनि त्यसले चाहिँ होइन मैले पनि यस्तो त सुनाउनु पर्छ, यतिको मेन्टेन गर्नुपर्छ क्वालिटी भन्ने जस्तो लाग्छ, त्यसले निखार ल्याउँछ। भोजपुरका कवि सबिन लम्सालसँग छौँ हामी र उहाँका कविता सुन्दैछौँ। अबको कविता कुन छ? अब म विश्वविद्यालयमा भन्ने शीर्षकको कविता सुनाउँछु। विश्वविद्यालयमा प्राध्यापकहरू शिवलिङ्गमा जल चढाएर, बुट्टी बाँधेर घाँटीमा नन्दीमा चढेर आउँछन् र ताण्डव नृत्य सिकाउँछन्। अनि विद्यार्थीहरू जगाएर धुनी हातमा लिएर गाण्डीव गाई जत्रा देखाउँछन् यो विश्वविद्यालयमा। डाक्टरहरू वेद पुराण र श्राद्धका ठेली बोरामा कोचेर आउँछन्।
कक्षा कोठामा जप्छन् वेदका मन्त्र, सुनाउँछन् गरुडको पुराण, गर्छन् श्राद्ध गुरुको र जान्छन्। अनि विद्यार्थीहरू रट्छन् वेदका मन्त्र, सुन्छन् गरुडको कथा र दिन्छन् पिण्ड आफ्नै गुरुलाई। उहिलेदेखि अहिलेसम्म यस्तै यस्तै परम्परा चलिरहेछ यो विश्वविद्यालयमा। उता प्रयोगशालामा दुलो पारेर काकाको मुटु, काकीको पाठेघरमा राखेर कैँची धमाधम उत्पादन हुँदैछन् डाक्टर भतिजा र भतिजीहरू। आमा र दिदीको कम्मर र बदन हातैले नापेर इन्जिनियर बन्दैछ भाइ। अँध्यारो कोठामा प्राध्यापकहरूको रक्तचाप र शरीरको ताप नापेर रातारात नर्स बन्दैछन् बहिनीहरू यो विश्वविद्यालयमा। आगो सल्किएर डढेलो बनिवरी मेरा नसामा फैलिरहेको छ। भक्की उम्लिएको तातो रातो रगतको बाफ मेरा कानबाट पत्पत्ती निस्किरहेछ। मेरा विचार, आदर्श र उद्देश्य पाकेर फिलित्त भइसके। फेरि पनि प्राध्यापकहरू आएर अगौटो ठोस्छन् र जान्छन्। भुइँचालो बनेर हल्लाउन सकिरहेको छुइनँ, ज्वालामुखी बनेर विस्फोट हुन सकिरहेको छुइनँ, बम बनेर पड्किन सकिरहेको छुइनँ, चट्याङ बनेर चड्किन सकिरहेको छुइनँ। गुम्सिरहेको छु, पिल्सिरहेको छु, म पाकिरहेको छु भित्रभित्रै यो विश्वविद्यालयमा। धन्यवाद। बडा गजबको। यो के कीर्तिपुर बस्दा बस्दै फुर्यो होला पढ्दा पढ्दै? यो विश्वविद्यालयको शिक्षा प्रणालीप्रतिको वृत्तिष्णा। कति बेला कहिलेतिर लेख्नुभएको तपाईँले? यो कविता मैले तेस्रो सेमिस्टरमा पढ्दाखेरि हाम्रो सिर्जन पत्र भन्ने एउटा विषय पढ्नु पर्थ्यो। त्यहाँ चाहिँ सबैले आफ्नो आफ्नो एउटा सिर्जना प्रस्तुत गर्ने भन्ने सन्दर्भमा अब मैले पनि के प्रस्तुत गरौँ त भन्दाखेरि अब कविता लेख्छु, यो कविता एउटा लेखेरै प्रस्तुत गर्छु प्राध्यापकको अगाडि भनेर यो कविता त्यतिखेर सुनाउनु पनि भयो कतै? त्यहाँ प्राध्यापकलाई नै सुनाएँ मैले। के भन्नुभयो? उहाँले अलिक आफू कस्तो खालको प्राध्यापक हुँ भनेर एउटा अलिकति गम्भीर तरिकाले लिनुभयो यसलाई। हरेक कविले एउटा कविता लेख्छन् आमा सम्बन्धी। म तपाईँको अबको पातो देखिरहेको छु, आमा शीर्षकको। यो चाहिँ मैले एकल कविता वाचन सञ्चालनको क्रममा जो कवि आए पनि, चाहे छन्दका चाहे गद्यका, आमा शीर्षकमा चाहिँ कविता काहीँ न काहीँबाट लेखिएको हुन्छ। कसले कसरी आमालाई प्रस्तुत गर्यो त्यो आफ्नो ठाउँमा छ। तपाईँको प्रस्तुति पक्कै आमा शीर्षकको हो। अब मैले त्यो सुन्न रहर गरेँ। कविताको शीर्षक छ आमा। हर पल 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 सम्झन्छु म आमा तिमीलाई, हर पल 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 सम्झन्छु म आमा तिमीलाई। बाध्यताले पर्यो विदेशिनु बुझिदेऊ मलाई, कसलाई पो रहर होला र छाडी जान तिमीलाई। चाँडै फर्किआउनेछु विश्वास गर मलाई। सोचेको थिएँ विदेशमा कतै पैसै पो फल्छ कि, मलाई सम्झे किन आमा तिमी हर पल रोकी। सुन्छु मेरै काखमा हर पल खेली हुर्किएको छोरो, भन्दै छेउ रे आज मलाई छोडी गयो मोरो। किन रुन्छौ आमा हर दिन सम्झिएर मलाई, एकै पल पनि बिर्सिएको छैन मैले तिमीलाई। सपनीमा पनि खेलिरहेको हुन्छु आमा तिम्रै काखमा, पसिनाका धारा बगाइरहेछु आमा दुःख हर्ने आशामा। आमा नरुनु है मलाई सम्झी, म त सन्चै छु नि, चाँडै फर्किआउँछु आमा, सेवा गर्छु तिम्रै जुनी जुनी। आमा नरुनु है मलाई सम्झी, एकै पल पनि चाँडै फर्किआउँछु आमा, सेवा गर्छु तिम्रै जुनी जुनी। धन्यवाद। आमा शीर्षकको कविता हामीले सुन्यौं। कवि सबिन लम्साल, भोजपुर दिङला उहाँको घर। आज उहाँको कविता सुन्दै कुराकानी गर्दैछौँ। नेपालीमा स्नातकोत्तर गरिसक्नु भएको छ उहाँले र कविता लेख्नुहुन्छ। कविता बाहेक गजल, निबन्ध लगायत अरू विधामा पनि उहाँको कलम चल्छन्। हामी यो कविताको क्रम जारी राख्छौं। उज्यालो सुन्दै गर्नुहोला। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन। सीधा कुरा, प्रश्न विचार। उज्यालो रेडियो नेटवर्क। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन। एकल कविता वाचनमा तपाईंलाई फेरि स्वागत छ। एकल कविता वाचन तपाईं उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र तपाईंको मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सकिन्छ। आजको एकल कविता वाचनमा भोजपुर दिङलामा जन्मिनुभएका कवि सबिन लम्सालसँग हामी कुराकानी गर्दै उहाँका कविताहरू सुनिरहेका छौं। उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गर्नुभएको छ र कविता लेख्नुहुन्छ। 60-61 सालदेखि कविता बाहेक गजल, निबन्ध जस्ता विधाहरूमा पनि उहाँको कलम चल्छन्। तपाईलाई फेरि स्वागत छ सबिनजी। धन्यवाद। मिठा मिठा कविता सुनियो,
केही कविता त असाध्यै मिठा पनि लागे। तपाईँ चाहिँ अब एउटा मात्रै भन्न तपाईँलाई अप्ठ्यारो पर्छ होला, कसको कविताहरूको फ्यान हुनुहुन्छ? म अहिले पछिल्लो समयमा हाम्रो विप्लव ढकाल उहाँका कविता अलि पढ्छु, उहाँका कविताको फ्यानै भनौँ। त्यसपछि हाम्रो मनु मन्जिल लगायत हामी युवा पुस्ताभन्दा अलि अगाडिका कविहरू, धेरैजना कविहरू पढ्छु। भोपी शेरचनका पढ्न धेरै राम्रो लाग्छ। तपाईँ त नेपालीमा यो विधागत अध्ययन पनि छुट्टै छुट्टै गर्नुभएको मान्छे होइन? हजुर। हाम्रा कविताहरू कुन बाटो गइरहेका छन्? हामी जानुपर्ने ठिक बाटो त्यही हो कि एकदम फरक बाटो जानु पर्थ्यो कि कसरी हेर्नु भएको छ तपाईँले? म त कविताहरूको कुनै बाटै देख्दिनँ। बाटो बिना हिँड्नुपर्छ। जता पनि हिँडिरहेछन् कविताहरू। प्रगति वा अवनतिको बाटोलाई चाहिँ हामीले मापन गर्ने हो भने प्रगतितर्फ छौँ? प्रगतितर्फ नै उन्मुख छौँ हामी। यो के सङ्ख्यात्मक आधारमा भन्नुभएको कि गुणात्मक आधारमै हाम्रा कविताहरू राम्रा हुन थालेका छन्? गुणात्मक आधारमा कमै, सङ्ख्यात्मक आधारमा बेसी बढाएका छौँ। हजुर। हुन्छ, अब एउटा कविता सुनौँ अनि फेरि कुराकानीलाई जोड्छौँ। कविताको शीर्षक छ जङ्गली राज्य। सिंह मर्यो रे, आज स्याल कुर्लदैछ, जङ्गलको राजा म भएँ भने। सिंह मर्यो रे, आज स्याल कुर्लदैछ, जङ्गलको राजा म भएँ भने। बिचरा हरिण प्रत्येक पाइला पाइलामा तर्सिरहेकै छ। नीलगाई र कस्तुरीको माग। अब संविधान संशोधन गरी नयाँ संविधान बनाउनु पर्यो। जङ्गलमा पनि सङ्घीय शासन प्रणाली ल्याउनु पर्यो। गोप्य बैठक भइरहेको छ। अब जङ्गल बन्द गरी आन्दोलनमा उत्रन रे। एक पक्षको माग शाकाहारी राज्य र मांसाहारी राज्य। जङ्गलमा 2 राज्य हुनै पर्छ। 70% त सहमति भए, तर अर्को पक्ष बाघ, बुवासो, स्याल र गिद्धको अडान कायमै। मान्छेले चारैतिरबाट आक्रमण गरिरहेको बेलामा यो सिङ्गो जङ्गल टुक्राउन पाइँदैन। हामीलाई जातीय राज्य चाहिँदैन। धन्यवाद। बडा गजब। के हो शीर्षक? जङ्गली राज्य। जङ्गली राज्य शीर्षकमा लेख्नुभएको कविता एकदम छोयो है। अब अर्को कवितातिर लैहाल्छु मैले कुरा नगरिकन। म अर्को कविता पढ्दैछु। कविताको शीर्षक राखेको छु म बाहुन। पुगेन हिजो छातीको नाप, हुन सकिन लाउरे। लुखुरे थिएँ, ख्याउटे थिएँ, बनारस गएँ, धोती लगाएँ र वेद र गीता समाएँ। पल्टने साथीले भित्राए डलर, मैले भित्राएँ शिक्षा र साहित्य, चलाएँ पूर्वीय संस्कार र संस्कृति। जे जति सकेँ बचाएँ देश, खिएको हड्डी घोटेरै चलाएँ देश। त्यसैले आज शोषक र सामन्त कहलाएँ म बाहुन। गुरु भएँ, पाठशाला खोलेँ र चलाएँ, शिक्षाको ज्योति फिजाएँ, मानवताको पाठ पढाएँ। हातमा किताब, कापी र कलम थमाएँ, पशुवृत्तिबाट बिस्तारै बिस्तारै सबैलाई माथि उठाएँ। त्यसैले आज निरङ्कुश कहलाएँ म बाहुन। अब तिम्रो पालो, अब तिम्रो पालो, आरक्षण दिँदैछु तिमीलाई। भो भो पुग्यो, मलाई जागिर चाहिँदैन। उहिले पनि भोकै नाङ्गै तपस्या गरेकै हुँ। घाँस बाँस कपास केही चाहिँदैन। अगाउँची खाइसकेँ मैले मेरा पुस्तौँ पुस्तालाई पुग्ने गरी। साथी अब तिम्रो पालो, मेरा छोरा नाति कसैलाई केही चाहिँदैन। दबाउनुसम्म दबाएँ मैले सदियौँदेखि तिमीलाई। अब सबै दिँदैछु साथी। मन्त्री भएको तिम्रो छोराको छोरालाई दिँदैछु। सभासद भएकी तिम्री छोरीको छोरीलाई दिँदैछु। बिचरा बोकबोके अधिकार खोजिरहेछन्। मलाई दाल भात रोटी केही चाहिँदैन, यति काफी छ। जातैले माथि छु म बाहुन। चिन्ता नगर साथी, मेरो लागि अब खाडीको ढोका खुलेको छ। ठोकिदेऊ मेरो राहदानीमा स्ट्याम्प। म मरुभूमिमा उँट चराउन जान्छु, तिमी देश त लाऊ। खै ल्याऊ 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 साथी, मेरो टिकट ल्याऊ। हुइया हुइया। सुन त, पिलिन कराउँदैछ। आज मलाई नली जाँदैन त्यो। सेताम्मे लम्पसार तेर्सिरहन्छ गौशालामा। बाँचे तिम्रो प्रगति हेर्नलाई आउँदा, मरे काठको बाकसमा आउँदा, मेरै कोठेबारीमा मेरो लासलाई गाडिदिनु। साथी बचाउनु होइ देश। तिम्रै हातमा सुम्पेर सर्वस्व चढ्दैछु पिलिन, पस्दैछु मुगलान म बाहुन। धन्यवाद। कहिले लेख्नुभएको कविता यो? यो कविता 2-3 वर्ष भयो। के चिजले छोयो? जस्तो अहिले आरक्षण र यो समावेशिताको नाउँमा यो बेदिथी आएको छ नेपालमा, त्यसको विरुद्धमा कतै सुनाउनु भयो? यो सुनाएको छैन कतै। ल, हामी पहिलो श्रोता भएछौँ तपाईँको यो कविताको। अब कुन सुनाउनुहुन्छ? अब सुनाउँदैछु वाह कान्तिपुर। यो काठमाडौँमाथि र आमामाथि चाहिँ कविले कविता लेखेकै हुन्छ। यो कि तारिफ गरेर कि गाली गरेर? सबैलाई छुने विषय रहेछ। कविताको शीर्षक छ वाह कान्तिपुर। छिर्के नीतिको कलात्मक खेल खेल्ने खेलाउने, रामायण र महाभारतका पात्रहरूको सफल अवतरण र विराज। सिङ्गो मुलुकको मेरुदण्ड दण्डहीन त छाउँदा, भूकम्पले मेरुदण्डै भाँचिएको त्यो धरहरा जस्तै। वाह कान्तिपुर।
पाण्डव र कौरवहरूले कुर्सी दाउमा हानाहान गरेरै बिगारे। गति मति नियम नीति बागमती र विष्णुमती लाखौं लगामहीन युवाहरूको छ दुर्गति। के नै नाप्लस र तैँले एक्लो बृहस्पति। सबैको आफ्नै चर पुर्नेछ सुर। क्वाँ क्वाँ डाँको छाडेर रोइरहेछन् बसन्तपुर भक्तपुर ललितपुर र कीर्तिपुर। अलकार कान्तिमाथि भइरहेछ बलात्कार। कतै छ भोकमरी त कतै छ फालाफाल दाल भात तरकारी र अचार। त्यही पनि उग्राएर धर्म भक्तहरूको मर्म टुलु टुलु हेरेर बस्छ त्यो पशुपतिको नन्दी जस्तै। वाह कान्तिपुर। भगवती भगवती भिक्षाम देई भगवती भगवती भिक्षाम देई। वृद्ध बालक अबला र अपाङ्गको छ व्रतबन्ध। अर्जुनले काटिदियो बादशाहको घाँटी। कृष्णलाई भ्याइ नभ्याइ छ चढ्न सगरमाथामाथि। सडक पेटीमा गोपिनीहरू गर्दैछन् बेउसमी फलफुलको कारोबार। अहो प्रभुको लीला छ परम्पार। बाघ बजारमा बाघ खोरमा बाख्रा बजारमा बिग्रियो बाघको चाल। डमरुको भो हलाल बोकाको छ दाई। स्यालले गर्न थालियो व्यापार। त्यही पनि अचेत छ डुबेर चुर्लुम्म पागलपनमा। बीच सडकमा निर्वस्त्र लुतो परेको आङ सुकाएर सुतिरहेकी त्यो लाठी जस्तै। वाह कान्तिपुर। विश्वले विश्वास गर्न नसक्ने प्रयोगशाला बनेको विश्वविद्यालय। बेरोजगारी उत्पादनमा विश्वमै छ अब्बल। चन्द्रागिरीबाट चन्द्रा गिर्दा तानातान गर्छन् बाघ र भैरव। हातमा तरबार ठड्याएर टुलु टुलु हेरेर बस्छ त्यो कालु। गुण पिसेका पिसियै छन् हैकम चलाउने तिनै ठुला ठालु। मेलम्ची मेलम्ची भन्दा भन्दै बसिसक्यो घाँटी थाकिसक्यो मुख। घाउमाथि छरियै छ नुन र चोक। त्यही पनि पचाएर लाज आँखा चिम्लेर बस्छ। वीर अस्पताल अगाडि ब्याउने व्यथाले च्यापेर उफ्री उफ्री चिच्याउँदै गरेकी त्यो कुमारी आमा जस्तै। वाह कान्तिपुर। संस्कार र संस्कृति बेचेर इतिहास बेचेर मानवता बेचेर मन बेचेर माया बेचेर मकै कोदो जौ र फापरको बिउ बेचेर बिक्ने जति सबै बेच्दा नै नपुगेर आफ्नै जिउ बेचेर बाँझै छाडेर बरबर गाउँ। कुटो कोदालो हँसियार हलो बन्दकी राखी झोली तुम्बाएर बचेर बेग घानेर चिल्ले चल्ला च्यापे झैँ च्याप्प च्यापी मुसाको दुलोमा सर्प पसे झैँ स्वाट्ट पस्ने दुनियाँको छ रहर। अहो यो कस्तो सहर। चारैतिर हराभरा कञ्चन मनमोहक र माधुर्य पनि। माथि हिमाली पाखामा पल्लो डाँडामा चढ्दा ओल्लो डाँडै बसाउने त्यो कस्तुरीको नाभि जस्तै। वाह कान्तिपुर। धन्यवाद। बडा अब तात्नुभयो जस्तो छ तपाईँ त अघि भन्दा। बडा मिठो कविता। कति धेरै अध्ययन गर्नुभएको छ कान्तिपुरको बारेमा। बडा राम्रोसँग सबै एङ्गलबाट समातेर। 3 वर्ष भयो कीर्तिपुरको डाँडामा बसेर काठमाडौँ खाल्डोको व्यतिथि निहालिरहेको छु। धेरै विद्यार्थीहरूले त्यहाँबाट निहालिरहन्छन्। हजुर। र कविले नै सायद यसरी अभिव्यक्त गर्न सक्छन् अरूले भन्दा धेरै। काठमाडौँ खाल्डोलाई हेरेर अनि चुप लागेर बस्नै सकिन। लेखौँ लागिहाल्छ। जो काठमाडौँ त्यस्तै हो कि मान्छेलाई बोलाउँछ बोल्न बाध्य बनाउँछ फसाउँछ पनि। म त शैलीको झन् मोहित भइरहेको छु तपाईँको त्यो कविता पढ्दाखेरिको शैली। हाम्रो मनोजी पनि बाहिरबाट एकदम मन पराएर मलाई इसारा गर्दै हुनुहुन्थ्यो तपाईँको शैलीको। अब अर्को कुन कविता सुनाउने कवि सबिन लम्सालज्यू? अर्को कविता सुनाउँदैछु। म फटाहा छु। म फटाहा छु कविताको शीर्षक। यी बुद्धिमानीहरूको समाजमा म कसैलाई मन परिन र कसैको मनमा बास बस्न पनि सकिन। किनकि म फटाहा छु। देखेको कुरा लेख्छु सुनेको कुरा बोल्छु अन्यायलाई तोड्छु सत्यको पक्षमा लड्छु सिधा बाटोबाट मात्र अगाडि बढ्छु। त्यसैले त म फटाहा छु। हो म साँच्चै फटाहा छु। चुरोट गाँजा केही तान्दिन ड्रग्स पनि खाँदिन। हेर न सिरिन्ज पनि हान्दिन। अनि झुटो बोल्न त जान्दिन। सोझा साझा र निमुखलाई दबाउनु भन्छन्। म मान्दिन। राम बन्न नखोज त खुरुक्क रावण बन भन्छन्। म त्यो पनि मान्दिन। यो सेतो परेवाको पहेँटा काटिहाल यो गिद्धकै इलाका हो भन्छन्। म झन् मान्दिन। हत्या हिंसा अन्याय अत्याचार बलात्कार र भ्रष्टाचार गर्न सधैँ उक्साउँछन्। म त्यो पनि मान्दिन। सबैलाई समान ठान्छु कसैलाई तिरस्कार गर्दिन। त्यसैले त म फटाहा छु। हो म साँच्चै फटाहा छु। तिमी त साह्रै असल छेउ ज्ञानी छेउ बुद्धिमान छेउ बुझक्कड पनि छेउ। आखिर बाबुले जे सिकाए त्यही न सिक्यौ। आमाले जे भनिन् त्यही न मान्यौ। दाजुले जे खेलाए त्यही न खेल्यौ। दिदीले जे लगाइन् त्यही न लगायौ। यो समाजको नियममा चल्यौ। संस्कारको पगडी गुत्त्यौ। शिव बुद्ध र जिससलाई काखमा लिएर सुत्यौ। त्यसैले त तिमी असल छेउ साह्रै असल छेउ। तर म त हेर न बदमास छु भङ्जा छु बेकममा छु साह्रै फटाहा पो छु। के गर्नु मेरो बाबु दण्डकालमै बेपत्ता भए
आमाले केही सिकाउन भ्याउँदै भ्याइनन्। दाजु मुगलान पसिहाले, अनि दिदी पनि शहीद भइन्। त्यसपछि त म यो समाजको नियममा चल्नै सकिनँ। यी ठुलाठालुले भनेको सुन्दै सुनिनँ। संस्कारको पगडी गुत्तै गुतिनँ। शिव, बुद्ध र जिससलाई काखमा लिएर सुत्तै सुतिनँ। त्यसैले त म फटाछु। हो नि, म त साँच्चै फटाछु। हेर न, अब त आवारा पनि भइसकेँ। यिनीहरू जे नबोल भन्छन् म त्यही बोल्छु। यिनीहरू जे नलेख भन्छन् म त्यही लेख्छु। यिनीहरू जे नखा भन्छन् म त्यही खान्छु। यिनीहरू जहाँ त नजा भन्छन् म त्यही जान्छु। यी बुद्धिमानीहरूको नियममा त म चल्नै सकिनँ। निमुठेर विचार, समय र परिस्थिति अनुकूल ढल्नै सकिनँ। म के गरौँ? तिमी नै भन न यार। शहीद भएकी प्यारी दिदीलाई भुल्नै सकिनँ। चिम्लेर आँखा, थुनेर मुख, भाँचेर कलम कतै डुल्नै सकिनँ। त्यसैले त म फटाछु। भात खाँदा धोती फेरिन, त्यसैले तिम्रो बाबुलाई मन परिन। जनै लाइन, मन्दिर पनि धाइन, त्यसैले तिम्रो आमालाई मन परिन। 3 स्टारमा सोम र सचाइन, त्यसैले तिम्रो दाजुलाई मन परिन। पजेर म बस्न सकिनँ, महलमा पस्न सकिनँ, त्यसैले तिम्रो दिदीलाई मन परिन। हो, म तिम्रो बाबु, आमा, दाजु, दिदी कसैलाई मन परिन। गीता पढेँ, वेद पढेँ, बाइबल पढेँ, कुरान पढेँ, त्रिपिटक पढेँ र त्यो मुन्धुम पनि पढेँ। तर मैले कुनै पनि धर्मको क्याप्सुल खाँदै खाइन। सपनाको खेती गर्दै गरिन। आदर्शका नारा लाउँदै लाइन। सत्ता र भत्ताको खेल पनि खेल्दै खेलिन। न कसैको धोती भिरेँ, न कसैको टोपी। केही भिर्दै भिरिन। मुसो छिर्ने पलबाट सबै छिरे। तर म हात्ती छिर्ने पलमा पनि छिर्दै छिरिन। भित्र बाहिर पारदर्शी सिसा जस्तो म सर्वाङ्ग नाङ्गिएँ। प्रेममा त छल बल कपट सबै पच्छ भन्छन्। मैले त केही गर्न पनि जान्दै जानिन। आखिरीमा म तिमीलाई पनि मन परिन। किनकि म फटाछु। हो, म साँच्चै फटाछु, साह्रै फटाछु, असाध्यै फटाछु। त्यसैले मन परिन, कसैलाई मन परिन, किनकि म फटाछु। धन्यवाद। शीर्षक के थियो? म फटाछु। तपाईँको कविताका प्रशंसकहरू पनि भेट्नुहुन्छ? मैले कविता वाचन गरेको ठाउँमा प्रशंसा गर्ने मान्छेहरू भेट्छु। के भन्नुहुन्छ? तपाईँका कविताहरू सुनु लाग्ने खालका छन् भन्नुहुन्छ। खोइ साँच्चै भन्नुहुन्छ कि मन राख्नलाई भन्नुहुन्छ? आलोचना गर्नेहरू नि? आलोचना गर्नेहरू भेटेको छैन। अब सिधै अगाडि आलोचना गर्न नसकेर हो, हाम्रो त्यो प्रवृत्ति नभएर पनि हो। प्रवृत्ति नभएर पनि हो। अगाडि यसलाई माथि उफारिदिने, पछाडि खुट्टा तान्ने प्रवृत्ति छ नि हाम्रो। लेखन, कविताको लेखन र अभिव्यक्ति शैली हुन्छ नि, यो दुईटाको तादात्म्यता कस्तो हुनुपर्छ? लेखन जब हामीले प्रस्तुत गरिन्छ, एउटा शैलीले निकै आकर्षण ल्याउँछ। लेखन र शैली जोडिएकै हुन्छ जस्तो लाग्छ मलाई। कवि सबिन लम्सालसँग कुराकानी गर्दैछौँ हामी र कविता सुन्दैछौँ। भोजपुर दिङला उहाँको जन्मघर, अहिले उहाँ कीर्तिपुर बस्दै आउनुभएको छ। हजुर। अब कुन कविता सुनाउनुहुन्छ? अब यता त यस्तै छ। थाक्नु भएको छैन नि तपाईँ? मेरो कविता पढ्न लगाइ छु। ठिकै छ, थाकेको छु। कवि थाक्नुहुन्न है? हजुर। यता त यस्तै छ कविताको शीर्षक। अब हामीसँग दुईटा होला, एउटा यो, अब एउटा बाँकी, समय पुग्छ होला, त्यसरी छुट्याउनुहोस्। मार्क्स, कविता यसरी सुरु हुन्छ। मार्क्स र लेनिनका आवाज झन्काउँदै हिजो हिटलरसँग युद्धमा होमिएकी साइली, आज चौबाटोमा फुकेर आगो, मकैसँग फुल्दैछ सपना, बदामसँग भुट्दैछ भविष्य, स्याउ र सुन्तला, अङ्गुर र अम्बा अनि मेवा र तरबुजामा मिसाएर मौसम अनुसार बेच्दैछ यौवन। सेखी झार्न लाहुरेको पुष्पक विमान चढाए छोरो धनबहादुरले। अचेल छोरो मध्यरातमा मुखुन्डो लगाएर उँटको छाला भिरेर दमाहा बजाउँदै आउँछ। उता खोटाङ्गेले बेचेर गैरीखेत डिग्री पढाए छोरालाई। अहिले छोरो विश्वविद्यालय अगाडि धमाधम प्रमाणपत्रमा बेच्दैछ पानीपुरी र चटपटे। पण्डित बाजेको छोरो बेचेर गाउँ छिरेर सहर बन्दकी राखेर आफ्नै आमाको सारी राम भएको छ। बा, ठुलुबा र काकाहरूको पानी बारा बाग्छ, अंशको न्युमा कंसै बनेका छन्। गाउँका बडा हाकिम सिंह दरबार छिरे, तल्लो बारीको साँध मिचेको मिचै छ छिमेकीले। चौकीदार पनि टुवा परेर हेरिरहन्छ। सुबेदार गोरु नाल्नु पर्दा सिमै आइसक्यो। बजियाले आदिबारी त गम्मै खाइ पनि सक्यो। ठुलदिदी लाउरेसँग पहिला गएकी थिए। सुन्दैछु वृन्दावनमा लक्ष्मण रेखाभित्र छ रे। कान्छी बहिनीलाई चढाएर डोली लगिहालियो बामाले। खुसीको कुरा, 22 वर्षपछि ठुललाई शहीद घोषणा भयो। तल्लो गाउँमा रडाको चलिरहेकै छ। कहिले बाटोमा सखुवाका मुढा तिर्स्याउँछन्, कहिले केटाकेटी र बुढा तिर्स्याउँछन्। सबै मैमत्त साँडे सिंहहरू खेल्दै जुरो फुलाएर डुक्रिन्छन्। अस्ति भीमसेन त आएको थियो, हल्लाउनुसम्म हल्लाएर न्याक नुप पारेर गयो। केही दिन त मिलन, शान्ति र एकताले राज गरे, फेरि टिक्न सकेनन्, गइहाले।
पिँढीमा बसेर नाति नातिना खेलाउने उमेरमा 32 मुजा परेको मुहारबाट तप तप चुहाउँदै योजना र चुहाउँदै चाहना कोसीको तीरमा एक्लै ढुङ्गा र हतौडासँग खेल्दैछिन् बुढी आमा। यथार्थ यस्तै यस्तै पो छ त। अनि के छ हौ प्रभु माथिको खबर? धन्यवाद। बडा रमाइलो। तपाईँले कविता मात्र सुनाएर कोही साथी जोड्नु भएको छ? छैन त्यस्तो। फेसबुकमा चाहिँ मेरा कविताहरू पढेर त्यसै जोडिनु भएको साथीहरू हुनुहुन्छ। एक दुईवटा कविताहरू गजलहरू पोस्ट गरेको छु। भनेपछि कविताका फ्यान नै हो आफ्नो एक किसिमको। जोडिनु भएको छ फेसबुकमा धेरै साथीहरू। अब एउटा लामो छ भने एउटा, छोटो छोटो छन् भने दुईटा, कसरी गरौँ? तपाईँलाई कुन सजिलो हुन्छ? म यो एउटा कविता पढ्छु। ठिकै छ, लामो लामै छ। एउटा कविताबाट हामी बिट मार्छौँ। कविताको शीर्षक छ म वेश्यालय खोल्छु। म वेश्यालय खोल्छु। हजुर। कृष्ण हुँ म कलियुगको। म बाँसको ढुङ्ग्री फुकेर चारकुसे घुम्दिनँ। गोपिनी र राधा जस्ता फक्रेका फूलहरूको कौमार्यता सुकुटी, सेकुवा, भुटन, साँदैको भटमास र सलादमा मिसाएर बियर, तुम्बा, विस्की र वाइनसँग पिउँछु। रोमियो, मजनू र मदन नामर्द हुन्। जुलियट, लैला र मुना सुम्पेर गए मलाई। आत्मसमर्पण गए मसँग। अब म जुलियटलाई राख्छु सगरमाथामा, लैलालाई राख्छु प्रशान्त महासागरमा, मुनालाई राख्छु कश्मीरमा र खोल्छु वेश्यालय। अनि खुलेआम च्यालेन्ज दिन्छु त्यो इन्द्रलाई, मलाई रोक्न पठाएर देखाओस् त मेनका। पश्चिमबाट जिसस आउँछ, प्रमिथस आउँछ, अरबबाट अल्लाह आउँछ, साथमा अरू थुप्रै थुप्रै ताँती लागेर आउँछन्। कोही वेद, कुरान र मुन्दुम पढ्न आउँछन्, कोही बाइबल पढ्न आउँछन्, त कोही कश्मीरमा डुलेर सगरमाथामाथि चढ्न आउँछन्। पूर्वबाट पनि शिव जान्छन्, पारुहाङ जान्छन्, वेदव्यास जान्छन्, कृष्ण जान्छन्, कंस जान्छन्, 5 पाण्डव जान्छन्, कौरव जान्छन्, राम, लक्ष्मण, हनुमान, रावण सबै जान्छन्। कोही सहारामा दौडिन जान्छन्, त कोही प्रशान्तमा पौडिन जान्छन्। जो जता जताबाट आए पनि र जता जता गए पनि सबै मेरै प्रतीक्षालयमा पुग्छन्। कसैले मुनालाई भेट्छन्, कसैले जुलियटलाई भेट्छन्, त कसैले लैलालाई भेट्छन्। तिर्खाएकाहरूले प्यास मेट्छन्, भोकाएकाहरूले भोक मेट्छन्, अनि सबै तृप्त भएर जान्छन्। म वेद, कुरान र बाइबलमा एउटै मन्त्र लेख्छु। चारैतिर अत्याचारी नै अत्याचारी, व्यभिचारी नै व्यभिचारी, भ्रष्टाचारी नै भ्रष्टाचारी र बलात्कारी नै बलात्कारी देख्छु। त्यसैले अब म अमृत र विष एउटै भाँडोमा घोल्छु। हो 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 हो, पूर्व, पश्चिम, उत्तर, दक्षिण, स्वर्ग, नर्क, पृथ्वी, यत्र तत्र सर्वत्र अब म वेश्यालय खोल्छु। धन्यवाद। बडा गजब, रमाइलो कविता। अझै सुनिरहँ जस्तो लाग्दै समय पनि सकियो र अब हामीले बिट मार्नुपर्छ। तपाईँका कविता त अझै बाँकी छन्, ती पानाको खातमा देखिरहेको छु। मौका परे फेरि हामी पछि कुनै कार्यक्रममा जोडियौँला। सबिनजी, तपाईँलाई धन्यवाद हाम्रो कार्यक्रममा आएर यति मिठा कविता सुनाउनु भयो। भोजपुर दिङलामा जन्मिनु भएको सबिन लम्साल, तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि अरू साथीहरू जोडिन चाहनुभयो तपाईँसँग भने कसरी जोडिने? मसँग फेसबुकबाट पनि जोड्न सक्नुहुन्छ। नेपालीमा सबिन लम्साल भनेर टाइप गर्नु भने म भेटिन्छु। त्यसै मेरो सम्पर्क नम्बर पनि दिन चाहन्छु। हजुर। 98 423 43069। यो 98 423 43069। यो नम्बरमा सम्पर्क गरेर पनि जोडिन सक्नुहुन्छ। हस्, कवि सबिन लम्साल, तपाईँको सङ्ग्रह पनि छिट्टै पढ्न पाऊँ हामीले। तपाईँको कविता अझ राम्रा भएर जाउन्। तपाईँलाई धेरै धेरै शुभकामना। हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको यो कार्यक्रममा आएर यसरी कविता वाचन गर्ने यो स्वर्णिम अवसर जुटाइदिनु भएकोमा। हस् त, कवि सबिन लम्साल, भोजपुर दिङलाका कविसँगै हामी आजको यो एकल कविता वाचनबाट प्राविधिक साथी मनोज विष्ट र म अच्युत घिमिरे पनि बिदा चाहन्छौँ। नमस्कार, शुभरात्रि। भावना, जागृति, चेतना र प्रस्तुतिको सम्मिश्रण। एकल कविता वाचन।